हाम्रो घरमा आएपछि हामीलाई सन्चो हुँदैन, त्यो गङ्गा छड्यो जस्तै। तो हाम्रो परिवार मलाई सुनेर मैले भनेको आनन्दमा तेरो हातबाट अब ढेर हाम्रो ठुल्ठुलो काम हुने हौँ। त्यो दोस्रो देशले भाइलाई बोलायो, भाइको लागि जे सोचेर उसले सोचेको छ आज वहाँ नेपालमा पेपर बन्ने त्यो एक हराएको भेडा आज परिवारसित ब्लेस गर्नु परमेश्वरले। तो हामी विश्वासीले एकतर्फा हाम्रो परिवार विश्वासी परिवार अन्य जातिले हामीसित जति मिठो कुरा गरे पनि दबाउने कोसिस गर्छ। उहिले त केही भएन, त मेरो मन त दुख्यो, तर मनमा यसो लाग्यो कि के गर्यो अब म पक्का मेरो परिवार मेरा विश्वासी परिवार हुन्छ। कुन दुई का दिखाउने चाहँदैन, फेरि अँधेरी रात भए और भाई को भी जो बिहाको लागि घर पठाइसकेको सफलतापूर्वक परमेश्वरले त्यसलाई ठुलो आशिष लिएर अग्ला हप्तासम्म यहीँ गरेर त्यो गवाई दिनेछ। म परमेश्वरलाई धन्यवाद गर्छु, हाम्रो मण्डली परिवारलाई धन्यवाद गर्छु, पास्टरजीलाई धन्यवाद गर्छु कि आज त्यो हराएको भेडा भवन निर्माण गर्ने रद्द गरेको ढुङ्गो आज शिरको ढुङ्गो भएर मलाई अति खुसी लाग्यो। जब मेरो परिवारले तिनी दुईजना साथै हिँडेको देखेँ त मलाई भन्दा लागि मेरो आँखाबाट आँसु रोकिने नै लाग्यो। म के गरौँ, मैले खुसीमा आनन्दमा कसैले धोका दिन्छ या कसैले विरोध कुरा उठाए पनि त्यो आनन्दमा त्यो अर्काको विरोधले हाम्रो जीवनमा बल पैदा गर्छ। जसरी हाम्रो परिवारको बल पैदा गर्यो, मलाई पनि बल पैदा हुन्छ। विरोध आएर हामी हराउनु हुँदैन, बलियो हुनुपर्छ। जति मेरो बारेमा विरोध आउँछ त्यति म परमेश्वरको उपस्थितिमा ज्यादा बस्ने और ज्यादा त्यो पनि परमेश्वरको योजना हो। विरोध नआएपछि त हामीले सत्य पुग्यो भने त हामी आउने नै चर्च घरमा बस्छौँ, आज पैसा त के छ नै जाने। तर विरोध आउनु परमेश्वरले अगाडिको प्लानिङको लागि त्यो चिज हाल्ने रहेछ भनेर मैले बुझेँ। आज त्यही एक सानो कुराले आज त्यसले भाइको जीवन बचायो, आज त्यसले परिवारवालो भयो। दुनियाँले ठुक्राएको मान्छे आज एक संसार लिएर बस्ने हो, त्यसको खुसी हामी अगला हप्ता सँगै बनाउला। र यो सब हाम्रा पास्टरजीको मण्डलीको हरेक जनाको प्रार्थनाले गर्दा आज उनको जीवन बदल्यो। त्यही प्रभु येशू मसीहका नामले धन्यवाद।